यो चाहिँ हाम्रो विद्यालय श्री सुक्रजित माध्यमिक विद्यालयको टोयलेट जाने बाटो यसरी मद्दत गरेका छौँ हामी। यहाँ काम गरेका छौँ देउमान यस्तो छ। यसरी अलिक अहिले चाहिँ स्कुल व्यवस्थित भइसकेको छ। यहाँ वेल्डिङ गर्दै हुनुहुन्छ हाम्रो धनकुमार डिके। वेल्डिङ चाहिँ राम्रो गरेछौँ हामी। यस्तो छ बाटो, यस्तो बनाएको छौँ। यो बाटो चाहिँ बाल मैत्री आपङ्ग मैत्री भन्ने छ। यता पनि यस्तो छ। यता बाटो बनिसकेको छ। यता पनि अब हामीले चाहिँ यो यस्तो जानेछ बाटो। यता पनि छ हाम्रो। यहाँ हाम्रो मिस्त्रीहरू हुनुहुन्छ, काम व्यस्त छ। पुसाइलाई त के न के अब हाम्रो हेड सलन बाटो अवलोकन गर्दै हुनुहुन्छ, कस्तो भयो के खालको भयो भनेर। यस्तो छ बाटो चाहिँ। यो गेटबाट यसो छिर्ने विद्यार्थी यता छिरेपछि यता सर्ट यस्तो छ बाटोमा। यस्तो भइरहेछ। यो माथिल्लो बाटो जाने हो भने यता ग्राउन्ड छिर्ने, यताबाट चाहिँ क्यान्टिन छिर्ने होइन सर। यो क्यान्टिन जाने बाटो हेर्छले यहाँ जान्छ। यो चाहिँ क्यान्टिन हो सर बन्दै गरेको चाहिँ। यो चाहिँ क्यान्टिन बन्दैछ हाम्रो माथिल्लोपट्टि चाहिँ। यो अलिकति कस्तो भयो, तल्लो त भर्नुपर्छ कि हामीले। यो तपाईँले लाउनु भएको। अब यो चाहिँ अब हाम्रो आमा समूहले गरिदिनु हुनुभएको छ। यो ठ्याक्क क्लियर भइसके पछाडि चट्ट बाँस ल्याएर चट्ट गाडेर अब यसलाई धेरै खासै पर्दैन होला। बुढो मान्छेले दुःख गर्नुभएछ, बरु यस्तो राखेर चाहिँ यहाँ एउटै फ्ल्याट बनाइदिनु। क्यान्टिन यस्तो बन्दैछ। यहाँबाट यो रड बनिसकेको छ। यी रड तयार भइसकेको छ। रड पछि अब यो मुनि पिलर जस्तो यो बन्छ। मिस्त्री साफ हुन्छ उता ऊ। फेरि कहानी अर्कै छ। काम चाहिँ राम्रो भइरहेछ। यो क्यान्टिन एकदम स्पेसल भइरहेको छ। र चाहिँ हाम्रो बाहिरबाट हेर्दा मात्रै यस्तो देख्छ भवन। एकदम भित्र चाहिँ एकदम राम्रो प्लास्टिक छ। यस्तो छ। यो चाहिँ बाहिर बाँकी छ भन्दै हुनुहुन्छ हेड सरले। उहाँ निरीक्षण आउनु भएको छ। हेड सर यहाँ निरीक्षण हेर्दै हुनुहुन्छ। शनिबारको दिन हो आज। यस्तो छ। यो चाहिँ हाम्रो वडा अध्यक्षको घर हो। विद्यालय यस्तो छ। यस्तो छ।